अमेरिकाको शत्रु हुनु खतरनाक होला, तर अमेरिकाको मित्र हुनु त्यो भन्दा पनि घातक हुन सक्छ। यो भनाइ अरू कसैको होइन, हेनरी किसिन्जरको हो, जसले अमेरिकी विदेश नीतिको क्रूर मूल्याङ्कनका रूपमा व्यक्त गरेका थिए। आज युक्रेनले यो कुरालाई कठोर तरिकाले अनुभव गरिरहेको छ। डोनाल्ड ट्रम्पले युक्रेनप्रति आफ्नो नीतिमा ठूलो परिवर्तन ल्याएका छन्, जसले युरोप र अमेरिकामा समेत आश्चर्य र चिन्ता उत्पन्न गरेको छ। पहिले युक्रेनलाई सैन्य सहायता पठाउन जोरदार समर्थन गर्ने अमेरिका अहिले भने रुससँग सम्झौता गर्न उत्सुक देखिन्छ। निश्चय नै यो सम्झौताले युक्रेनलाई सङ्कटमा पार्न सक्छ। यति बेला ट्रम्पले गोप्य रूपमा रुसलाई अत्याधिक सहयोग गर्दैछन्, जसमा युक्रेनी भूभाग रुसलाई दिने, प्रतिबन्धहरू हटाउने, पूर्वी युरोपबाट अमेरिकी सेना फिर्ता गर्ने र युक्रेनलाई नेटो सदस्यताबाट वञ्चित गर्ने कुरा समावेश छन्। दर्शकवृन्द, अब यहाँ प्रश्न उठ्छ, आखिर ट्रम्पले पुटिनलाई किन यति धेरै सहयोग गरिरहेका छन् त? के यो ट्रम्पको कुनै रणनीतिक चाल हो? आज हामी यही विषयमा विशेष चर्चा गर्नेछौँ। वास्तवमा ट्रम्पको लक्ष्य बुझ्न गहिरिएर हेर्नुपर्ने हुन्छ। उनले अक्टोबर 2024मा दिएको एक अन्तर्वार्तामा भनेका थिए, रुस र चीन एकजुट हुनु अमेरिकाको लागि खतरा हो। म तिनीहरूलाई अलग गर्न सक्छु र मलाई लाग्छ म यो गर्न सक्छु। युक्रेन युद्ध अपेक्षा गरेभन्दा लामो समय चल्न पुग्यो, जसले अमेरिकी स्रोत र साधनलाई प्रभावित गरेको छ। ट्रम्प यो अनावश्यक झमेलामा पर्नुभन्दा उनी एसियामा केन्द्रित हुन चाहन्छन्। उनको विचारमा वाशिंटनले पूर्वी युरोपमा अनन्त युद्धमा संलग्न हुनुभन्दा चीनलाई नियन्त्रण गर्नमा ध्यान केन्द्रित गर्नुपर्दछ। ट्रम्पको रुसप्रतिको नीति पुरानो शीतयुद्ध रणनीतिसँग मिल्छ, जुन किसिन्जरले नै डिजाइन गरेका थिए। यो रणनीति सरल छ। यदि तपाईका दुई शत्रु नजिक छन् भने एउटालाई आफूतिर तान्नुहोस्। यो सन् 1970 को दशकमा सफल भएको थियो, जब अमेरिकाले चीनलाई सोभियत संघबाट अलग गर्न आफूतिर तानेको थियो। त्यही खेल यति बेला ट्रम्पले उल्ट्याउँदैछन्, रुसलाई आफूतिर तानेर आगामी दशकहरूमा चीनलाई नियन्त्रण गर्ने। यो परिप्रेक्ष्यमा युक्रेन अब विश्व भूराजनीतिको शतरञ्जको खेलमा बलिको बोका बन्दैछ। हो, भूराजनीतिको खेलमा यस्तै हुन्छ। केही गठबन्धनहरू केवल राम्रो अवसर नपाउन्जेलसम्म मात्र टिक्ने गर्दछन्। रुस र चीनको सम्बन्ध। वास्तवमा रुस र चीन बीचको सम्बन्ध बुझ्न हामीले ग्राउन्ड न्यूज जस्ता उपकरण प्रयोग गरेर गहिरिएर हेर्नुपर्छ। अहिले समाचारहरूमा रुस र चीनको सहकार्यको कथा धेरै बलियो र गहिरो देखाइएको छ, तर यो बाहिरी आवरण मात्र पनि हुन सक्छ। यदि हामीले ग्राउन्ड न्यूज मार्फत विभिन्न स्रोतहरूको तुलना गर्यौं भने रुस र चीन बीचको सहकार्य त्यति बलियो नहुन सक्छ जति प्रचार गरिएको छ। उदाहरणका लागि, समाचारमा आएका व्यापारिक वृद्धि र सैन्य अभ्यासका कुराहरू प्राय सरकारी स्रोतहरूबाट आएका हुन्छन्, जसले तथ्यहरूलाई एकपक्षीय रूपमा प्रस्तुत गर्न सक्छ। यो प्रचारले बाहिरबाट रुस र चीनको गठबन्धन अटल देखिए पनि वास्तविकता फरक हुन सक्ने सम्भावना रहन्छ। त्यसैले यो सहकार्यको सतही चित्र मात्रै नभएर त्यसभित्रको सत्य पत्ता लगाउन गहिरो विश्लेषण जरुरी हुन्छ। यो सहकार्यको भित्री कमजोरी पनि उत्तिकै विचारणीय छ। बाहिरबाट हेर्दा यो सम्बन्ध जति गहिरो र स्थिर देखिन्छ, भित्रभित्रै त्यति बलियो नहुन सक्छ। सरकारी स्रोतहरूले व्यापार र सैन्य अभ्यासका तथ्याङ्कलाई बढाइ चढाइ गरेर प्रस्तुत गर्छन्, जसले वास्तविकतामाथि शङ्का उत्पन्न गर्दछ। रुसले चीनको आर्थिक सहयोग स्वीकार गरे पनि ऊ बेजिङको छायामा दोस्रो भूमिकामा उभिन चाहँदैन। उदाहरणका लागि, रुसले चीनलाई सस्तो तेल र ग्यास बेच्छ, तर चीनको बढ्दो प्रभाव र औद्योगिक प्रभुत्वले रुसलाई असहज बनाउन सक्छ। यस्ता सूक्ष्म तनावहरूले यो गठबन्धनको स्थायित्वमाथि प्रश्न उठाउँछन्। त्यसैले यो सम्बन्ध बाहिरी प्रचार जस्तो अटल नभई आन्तरिक रूपमा कमजोर हुन सक्छ, जुन गहिरो अध्ययनले मात्रै थाहा हुन सक्छ। रुस र चीन बीचको सम्बन्ध कति गहिरो छ भन्ने बुझ्न ब्रिक्स सम्मेलन हेरेर पनि थाहा पाउन सकिन्छ। ब्रिक्सले यी दुई देशको सहकार्यको एउटा मञ्च प्रदान गर्छ, तर यहाँ पनि उनीहरूका स्वार्थहरू बाझिन सक्छन्। चीनले ब्रिक्समा आर्थिक नेतृत्व गर्न खोज्छ भने रुसले आफ्नो भूराजनीतिक प्रभाव कायम राख्न चाहन्छ, जसले उनीहरू बीच प्रतिस्पर्धा निम्त्याउन सक्छ। वास्तवमा ट्रम्पले रुस र चीन बीचका यस्तै आन्तरिक कमी कमजोरीहरू बुझेरै युरोप र नेटोको व्यवस्था गर्दै रुससँग नजिकिन खोजेको हुन सक्छ। रुसलाई अमेरिकातिर तानेर चीनलाई एक्ल्याउने उनको रणनीति यी कमजोरीहरूको फाइदा उठाउने प्रयास हो।
त्यसैले यदि यो गठबन्धनको स्थायित्व कमजोर छ भने ट्रम्पको रणनीति सफल हुन सक्छ। युक्रेन युद्धको खतरनाक चरण। ट्रम्पको युक्रेन शान्ति योजनाको विवरण अझै स्पष्ट छैन। अमेरिकी र रुसी कूटनीतिज्ञहरूले वार्ताको दायरा र प्रभावबारे थोरै मात्र खुलासा गरेका छन्। हामीलाई थाहा भएको कुरा यो हो कि युक्रेन युद्धको सबैभन्दा खतरनाक चरणमा यी वार्ताहरू भइरहेका छन्। नोभेम्बर 2024 मा बाइडेन प्रशासनले युक्रेनलाई रुसको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त क्षेत्रभित्र लामो दूरीका मिसाइलहरू प्रयोग गर्न अनुमति दियो। यसमा अमेरिकी एट्याकम्स र बेलायती स्टर्म स्याडो मिसाइलहरू समावेश थिए। युक्रेनले यी हतियारहरू ब्रायन्स र कुर्स्कमा प्रयोग गर्यो। यी आक्रमणहरूले क्रेमलिनलाई तनावमा पारेको छ, किनभने यो क्षति ठूलो नभए पनि अमेरिकाले मस्कोको आणविक प्रतिरोधलाई बेवास्ता गरेको छ। पुटिनले बारम्बार भनेका छन् कि युक्रेनी सेनाले यस्ता हतियारहरू नेटोको प्राविधिक सहयोग बिना प्रयोग गर्न सक्दैन। रुसी दृष्टिकोणबाट युक्रेनले यी हतियार प्रयोग गर्दा यो नेटोले नै रुसमाथि आक्रमण गरेको जस्तो हुन्छ। क्रिमियामा यस्ता हतियार प्रयोग गर्दा खासै प्रतिक्रिया नभए पनि रुसको मुख्य भूभागमा आक्रमण गर्नु युद्धलाई थप उत्तेजित पार्ने नयाँ चरण थियो। यसको जवाफमा क्रेमलिनले नोभेम्बर 24 मा नयाँ आणविक नीति प्रकाशित गर्यो, जसले आणविक हतियार प्रयोगको सीमालाई घटायो। मतलब अब रुसले आणविक हतियार प्रयोगको अवस्थालाई सहज बनायो। यो नीतिले रुसलाई युक्रेन जस्ता गैर आणविक देशहरूमाथि आणविक हतियार प्रयोग गर्न सजिलो बन्न पुग्यो। रुसले त्यसपछि डान्प्रोको सैन्य अड्डामा आणविक क्षमताको मिसाइल प्रहार गर्यो। यो मिसाइलमा आणविक पेलोड राखिएको थिएन। यसले मात्र रुसको संकल्प र शक्ति देखाउने प्रयास गरेको थियो। फेब्रुअरी 2025 मा रुसले चेर्नोबिल पावर प्लान्टमा उच्च विस्फोटक ड्रोन प्रयोग गर्यो, जसले विकिरण रोक्ने पर्खाललाई क्षति पुर्यायो। यद्यपि विकिरण चुहावटको संकेत देखिएन। यसरी दुवै पक्षबाट उत्तेजित बन्दै गएको युद्ध बिस्तारै आणविक प्रयोगसम्म हुने जोखिम बढ्दै गएको छ। यही कारणले ट्रम्प पुटिनसँग यति बेला सम्झौता गर्न हतारिएका छन्, जसमा अब युक्रेनले आफ्नो जमिन, स्रोत र सम्प्रभुता गुमाउनेछ। बदलामा ट्रम्पले पुटिनलाई चीनको विरुद्धमा सकेसम्म सहयोगी बनाउने, त्यो पनि नसके स्थिर बनाउने रणनीति लिएका छन्। ट्रम्पको रणनीति र ऐतिहासिक गलत बुझाइ। अहिले ट्रम्पले फुटाउ र राज गर भन्ने अमेरिकाको पुरानो नीतिलाई अख्तियार गरेका छन्। तर विगत र वर्तमानको परिस्थितिमा आकाश र जमिनको फरक छ। आखिर अमेरिकाले अँगालेको यो फुटाउ र राज गर नीति विगतमा सफल हुँदा वर्तमानमा किन असफल हुन सक्छ? यो बुझ्नको लागि हामीले सोभियत रुस र चीनको सन् 1950 पछिको सम्बन्धलाई संक्षेपमा हेर्नुपर्छ। सन् 1950 को दशकमा दुवै देश कम्युनिस्ट विचारधारामा एकजुट थिए र अमेरिका एवं पश्चिमी देशहरूलाई साझा शत्रु मान्थे। सन् 1957 अक्टोबर 15 मा दुई देशबीच नयाँ रक्षा प्राविधिक सम्झौता भयो, जस अन्तर्गत सोभियत संघले चीनलाई आणविक हतियारको प्रोटोटाइप र प्राविधिक जानकारी दिने प्रतिबद्धता जनायो। तर सन् 1960 को दशकमा यो सम्बन्ध बिग्रियो। सन् 1969 मा स्टालिनको नीतिबाट पछि हटेको भन्दै माओले सोभियत संघलाई संशोधनवादी भन्दै आलोचना गरे। यो आलोचनाले सोभियत संघ चिडियो र त्यही वर्ष रुसी नदी क्षेत्रमा भएको झडपमा सयौं सैनिक मारिए। यो घटनाले दुवै देशबीचको सैन्य तनाव चरम बिन्दुमा पुग्यो। सन् 1960 को दशकको अन्त्यसम्म दुवैले एक अर्का विरुद्ध सैन्य तयारी बढाए। चीनले सोभियत संघलाई प्रमुख शत्रु ठान्यो र सोभियत संघले पनि चीनलाई त्यही अनुसारको व्यवहार गर्यो। तर यहाँ एउटा रोचक कुरा के छ भने सन् 1969 सम्म आपसी शत्रुता चरममा पुगे पनि दुवै देशले अमेरिका र पश्चिमी देशहरूलाई साझा शत्रु मान्न छोडेनन्। अर्थात् उनीहरू आपसमा लडिरहँदा पनि अमेरिकाप्रतिको दुश्मनी कायम रह्यो। हो, किसिन्जरको त्रिपक्षीय नीति सन् 1971 मा सफल हुनुको कारण नै त्यतिबेला सोभियत संघ र चीन वर्षौंदेखिको कट्टर शत्रुका रूपमा थिए। त्यस समयमा चीनले सोभियत शक्तिको प्रतिरोध गर्न अमेरिकासँग सम्बन्ध सुधार गर्न चाहेको थियो। यता सोभियत संघ पनि अमेरिकासँगको हतियार दौड र चीनसँगको तनावले थकित भएको थियो। त्यसैले सोभियत संघले अमेरिकासँग सम्बन्ध सुधार गरेर हतियार दौडको खर्च र तनाव कम गर्न खोज्यो, जसले उसलाई चीनसँगको सीमा विवादमा ध्यान केन्द्रित गर्न सजिलो बनाउँथ्यो। यही अवस्थाको फाइदा उठाएर किसिन्जरको त्रिपक्षीय नीति सफल भएको थियो। तर आज परिस्थिति फरक छ। रुस र चीन वैचारिक रूपमा एक नभए पनि रणनीतिक साझेदार छन्।
उनीहरूले अमेरिकी प्रभुत्वमाथि साझा असन्तुष्टि राखेका छन् र आपसी हितमा आधारित सहकार्य गरिरहेका छन्। रुसले क्रिमिया कब्जा गरेपछि सन् 2024मा चीन रुसको सबैभन्दा ठूलो आर्थिक साझेदार बन्यो र युक्रेन युद्धले यो सम्बन्धलाई थप बलियो बनायो। पश्चिमी प्रतिबन्धहरूले रुसलाई चीनमाथि निर्भर बनायो। विगत 2 वर्षमा दुई देशबीचको व्यापार निकै बढ्यो। रुसले आफ्नो 40% आयात र 30% निर्यात चीनमा गर्छ। दुई देश बीचको सैन्य सहयोग पनि बढेको छ। संयुक्त अभ्यास र गुप्तचर साझेदारीले यो सम्बन्धलाई थप बलियो बनाएको छ। रुससँग प्राकृतिक स्रोतको प्रचुरता छ र उसले चीनलाई सस्तो ऊर्जा र प्रविधि दिएको छ। चीन औद्योगिक शक्ति हो र उसले रुसलाई युक्रेन युद्धमा टिकाउन आर्थिक सहयोग दिएको छ। यी दुईले मिलेर युरेसियामा प्रभुत्व जमाउन सक्छन्, जुन अमेरिकाको सबैभन्दा ठूलो डर हो। रुसलाई चीनको दोस्रो भूमिका मन नपरे पनि उसले चीनको आर्थिक जीवन रेखालाई स्वीकार गरेको छ, विशेष गरी विश्व वित्तीय बजारबाट अलगिएपछि। चीनको शक्ति र प्रभाव बढ्दै जाँदा रुसले यो गठबन्धनलाई बहुध्रुवीय विश्वमा आफ्नो प्रभाव कायम राख्ने अवसरका रूपमा हेर्छ। त्यसैले रुसको चीनतर्फको झुकाव केवल अमेरिकी नीतिको प्रतिक्रिया होइन, यो विश्व व्यवस्थाको पुनर्संरचनाको हिस्सा हो। ट्रम्पको प्रस्ताव र यसको जटिलता। वास्तवमा ट्रम्पले रुसलाई फ्लिप गर्ने अर्थात् आफूतिर फर्काउने विचार नयाँ होइन। उनको पहिलो कार्यकालमा किसिन्जरले चीनको उद्देश्य रोक्न मस्कोसँग सम्बन्ध सुधार गर्न सुझाव दिएका थिए। तर युक्रेन युद्धले अमेरिका रुस सम्बन्ध सुधार गर्न कठिन बनाएको छ। पश्चिमले मस्कोमाथि कडा प्रतिबन्ध लगाएको छ र युरोपेलीहरू रुसलाई अस्तित्वको खतरा ठान्छन्। यदि ट्रम्पले रुस र चीनलाई अलग गर्न चाहन्छन् भने उनले पुटिनलाई चीनले दिने भन्दा ठूलो प्रस्ताव दिनुपर्छ, जुन अहिले चुनौतीपूर्ण छ। यतिबेला चीनले रुसलाई आर्थिक सहयोग, कूटनीतिक समर्थन र बढ्दो तेज क्षेत्र प्रदान गरिरहेको छ, जुन रुसलाई अत्यावश्यक छ। ट्रम्प सन् 1990 पछि नेटोमा सामेल भएका देशहरू जस्तै पोल्यान्ड, रोमानिया, बाल्टिक राष्ट्रहरूबाट अमेरिकी सेना फिर्ता गर्ने वार्ता गरिरहेका छन्। रुसले नेटोको पूर्वी विस्तारलाई आफ्नो अस्तित्वमाथिको खतरा ठान्छ र अमेरिकी सेनाको बहिर्गमन उसको ठूलो चाहना हो। सन् 2022 सम्म युरोपमा अमेरिकाको 1 लाखभन्दा बढी सेना थिए, जसमा पोल्यान्डमा 10,500, लिथुआनियामा 4,000, लाटभियामा 1,700, इस्टोनियामा 2,200, स्लोभाकियामा 2,100, हंगेरीमा 800, रोमानियामा 3,300 र बुल्गेरियामा 900 सेना छन्। यदि ट्रम्पले सेना फिर्ता गरे भने यो रुसलाई आकर्षित गर्ने र चीनलाई नियन्त्रण गर्ने प्रयास मानिनेछ। तर वाशिंगटन र मस्को बीचको सम्बन्ध न्यूनतम बिन्दुमा छ। नेटोको पूर्वी मोर्चा फिर्ता गर्नु पर्याप्त नहुन सक्छ। अर्को ठूलो कदम अमेरिकी सहायता युएसएड बन्द गर्नु हो। शीत युद्धपछि अमेरिकी विदेश नीतिमा लोकतन्त्र प्रवर्धन गर्नु मुख्य आधार थियो। युएसएडले समर्थन गरेका संस्थाहरूले रुस र चीनको आलोचना गर्दै आएका थिए, जसलाई दुवै देशले आफ्नो सम्प्रभुतामाथिको हस्तक्षेप ठान्छन्। युएसएड बन्द गरेर ट्रम्पले रुसलाई अर्को छुट दिन खोजिरहेका छन्, जसले विश्वका केही क्षेत्रमा अमेरिकी नरम शक्ति घट्नेछ। यतिबेला ट्रम्पले रुस सामु नेटोको पूर्वी मोर्चा कमजोर पार्ने र युएसएड बन्द गर्ने, युक्रेनको जमिन र स्रोत साधन सुम्पेर फर्काउने प्रयासमा छन्। ट्रम्पका यी बोनसले पुटिनलाई अमेरिकासँग नजिक गराउने अपेक्षा गरिएको छ, जसले भविष्यमा चीनलाई नियन्त्रण गर्न अमेरिकालाई सहज बनाउन सक्छ। सम्भावित असफलता र परिणाम। तर यो रणनीति सफल हुनेमा शंका छ। शीत युद्धको समयमा वैचारिक मतभेदले राजनीतिक विभाजन सिर्जना गरेको थियो, तर आजको विश्व आर्थिक आत्मनिर्भरताले आकार लिएको छ। रुसले अमेरिकाबाट छुट लिन सक्छ, तर त्यसको बदलामा रुसले ठोस कदम चाल्छ वा बेजिङसँगको सम्बन्ध शत्रुतापूर्ण होला भनेर विश्वास गर्न सकिन्न। चीनले आफूलाई अपरिवर्तनीय सहयोगी साबित गरेको छ। अर्को कुरा, ट्रम्पको यो अन्तिम कार्यकाल हो, तर पुटिन सन् 2029 पछि पनि सत्तामा रहनेछन्। त्यतिबेला नयाँ अमेरिकी राष्ट्रपतिले यो सम्झौता रद्द गर्न सक्छन्, जसले क्रेमलिनका लागि ट्रम्पसँगको सम्झौतालाई कमजोर बनाउँछ। यसको विपरीत चीनसँगको सम्बन्ध स्थिर, विश्वसनीय र मूल्यवान छ। ट्रम्पको यो शान्ति सम्झौता छोटो सोचाइको र अपेक्षित रूपमा काम नगर्ने देखिन्छ। यसले अमेरिकी हितलाई नै हानि पुर्याउन सक्छ। रुसलाई छुट दिँदा नेटो सहयोगीहरू टाढिनेछन्, जसले रुसलाई दीर्घकालीन खतरा ठान्छन्। यदि पुटिनसँगको वार्ता असफल भयो भने
ट्रम्पले सुरुमा भन्दा अझ बढी गुमाउनेछन्। उनको वक्तव्यले विश्वभर अमेरिकी नरम शक्तिलाई क्षति पुर्याउनेछ र युक्रेन तथा नेटो सहयोगीहरूलाई धोका दिएको अनुभव गराउनेछ। यो ट्रम्पले खेलेको जुवा हो जसको मूल्य घातक हुन सक्छ, किनकि आगामी राष्ट्रपतिलाई यी तोडिएका सम्बन्धहरू सुधार गर्न र रुसले प्राप्त गरेको अवसरको क्षतिपूर्ति गर्न कठिन हुनेछ। निश्चय नै ट्रम्पको युक्रेन नीति विश्व भूराजनीतिमा ठूलो परिवर्तन ल्याउने प्रयास हो। उनले रुसलाई आफूतिर तानेर चीनलाई नियन्त्रण गर्न खोजिरहेका छन्, तर यो रणनीति ऐतिहासिक गलत बुझाइ र वर्तमानको जटिलतामा आधारित छ। रुस र चीनको बलियो साझेदारी, युक्रेन युद्धको खतरनाक चरण र नेटो सहयोगीहरूको चिन्ताले यो सम्झौतालाई जोखिमपूर्ण बनाएको छ। यदि यो असफल भयो भने अमेरिकाले ठूलो मूल्य चुकाउनु पर्नेछ र युक्रेन एउटा बलिको बोका मात्र बन्नेछ। विश्व व्यवस्था बदल्ने यो प्रयासले ट्रम्पको विरासतलाई परिभाषित गर्नेछ, तर सफलता वा असफलताको फैसला समयले नै गर्नेछ। दर्शकवृन्द, आजको श्रृङ्खला तपाईलाई कस्तो लाग्यो हामीलाई कमेन्टमा अवश्य बताउनुहोला। साथै आजको श्रृङ्खला तपाईलाई राम्रो लाग्यो भने लाइक तथा सेयर गरी हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला र साथमा रहेको बेल आइकन पनि थिच्नुहोस् ताकि हामीले अपलोड गर्ने नयाँ भिडियोको जानकारी सबैभन्दा पहिला तपाईलाई प्राप्त होस्। आजका लागि यति नै। अर्को भिडियोमा अझै रोचक जानकारी लिएर आउने नै छौं। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्कार।